म यहाँ तरुल खाँदैछु हेर्नुहोस् है। अब माघी आउन लाग्यो। माघी मनाउनको लागि हामी यहाँ यो देख्नुभयो यहाँनिर छ। अब यो तरुल कत्रो हुन्छ भन्ने कुरा हामीले यहाँ निकालेर हेर्नुहोस् है। यस्तो दुःख हुन्छ तरुल खान मात्रै सजिलो गाइस, काम गर्न सबै कुरा अब गाह्रो हुन्छ। ठुलै हुन्छ भन्ने आशमा हामी खाँदैछौँ, तर थाहा छैन कत्रो हुन्छ है गाइस। तरुल देखिन थाल्यो है। दिस इज तरुल गाइस, हेर्नुहोस् यो तरुल हो। अब खाँदैछु कत्रो हुन्छ त्यसपछि थाहा हुन्छ है। अहिले काम गर्ने ढङ्ग भएन राम्ररी गर्ने, त्यत्रो सिकाएको कामै भएन है। र मेरो बुढीले चाहिँ यहाँ खन्दैछ। माघीको लागि तयारी गर्छ। माघी त अब आउन चाहिँ टाइम छ। अब यो तरुल खनेर हामी टेस्ट गर्छौँ कस्तो छ होइन। जरा जरा भेट्यो क्या। दिस इज कल्ड तरुल गाइस। मम्मीले पानी ल्याउनु भएको छ यता। पानीले भिजाएर चाहिँ खन्दाखेरि अलिक सजिलो हुन्छ भन्ने चाहिँ कुरा बुझियो। तरुल यहाँ सानो तरुल निस्कियो है गाइस। ल गाइस तरुल चाहिँ देखियो है अब ठुलै। र अब खाइन्छ मस्तले। घरको लोकल तरुल। तरुल सम्बन्धी के भन्नु होला त? ल तरुल हेर्नुहोस् गाइस, तरुल गाइस सक्यो त्यति हो। ल यो त वन तरुल है क्या। अनि म्याडम हजुरलाई यो तरुल खन्ने अनुभव कहाँबाट प्राप्त गर्नुभयो त? बच्चैदेखि आउनुभयो हो? ए देखेर सिक्नुभयो। यो चाहिँ सु होइन गन्जी सगरखण्ड तरुलै हो। साना साना तरुलहरू। गाजी त फेरि अर्को तरुल खाँदैछौँ हामी। तरुल चाहिँ कता छ? जङ्गलभित्र। जङ्गलभित्र तरुल। कुटो ल्याऊ। तरुल निस्किँदैछ है। यो चाहिँ अलिक ठुलो रहेछ है, अलिक गाह्रो भइरहेछ खन्नलाई। म्याडम ठुलैसम्म छ होइन। यत्रो तरुल भेटिएको छ है। यो तरुल चाहिँ अब यो तरुलले बेचेर आएको पैसा चाहिँ हामी सेयरमा लगानी गरेर अब काठमाडौँ घर हाल्नु पऱ्यो है त। कि कसो बुढी? आधा चाहिँ खाने आधा बेच्ने। घर त बन्ला नि होइन यति तरुलले त। ओहो अर्को स्पट भेट्यो है फेरि तरुलको। ल यसले त बालाई ठुलो थैलो ल्याएर आइसक्नु पर्ने गाइस। तरुलको मुटु त यस्तो पो हुँदो रहेछ हेर्नुहोस् त। ओहो ल ढडक ढडक गरेन? ढडक ढडक गरेको थियो। स्याम टु स्याम हरि पनि होइन गाइस। हामीले यति तरुल निकाल्यौँ। अब यो आधा तरुल बेचेर हामी सेयर मार्केटमा लगानी गर्छौँ र त्यो सेयर बेचेर हामी काठमाडौँमा घर किन्छौँ र आधा बचेको चाहिँ हामी मजाले खाएर माघी मनाउँछौँ गाइस।